शेरबहादुर देउवा हिजो पुज्ने पनि उनै थिए, हिजो लखट्ने पनि उनै थिए। अनि आज फेरि पुज्ने पनि उनै जनता हो। उनलाई राजाले केही गरेनन्। शेरबहादुरले भने जस्तै मलाई राजा ज्ञानेन्द्रले त सकेनन्, तिमीहरूले सक्छौ भनेर भनिरहँदा राजाले केही गरेनन्। हो, राजाले हिंसा चाहेनन्, हत्या चाहेनन्, तर गरे त कसले? जेनजीले गरे। जेनजीहरूले लखेटेर हस्पिटलसम्म पुर्याए। अनिखेर यहाँको नेपालमा उपचार हुन नसक्ने अवस्था लागेर विदेशसम्म गएर उपचार गरेर करिब 6 महिनाको बसाइपछि नेपाल फर्किन बाध्य बनाए। राजाले सकेन हो, तर जेनजीले सके नि त। नेपाल आएको किन अरे? नेपाल आएको भनेको देशको विकास गर्न रे। अचम्म लाग्छ। यत्रो वर्ष देशको विकास गरेर कति चाहिँ विकास गयो? सुदूरपश्चिम दूर छ कि छैन? अब त सबै मूल्याङ्कन भइसक्यो। 2082 साल भदौको 24 गते जनताले मूल्याङ्कन गरिसके। अब पनि आएर राजनीति गर्छु। आफ्नो यो जुन राम्रो अलिअलि गरेको कर्महरू छ त्यसको पनि नकारात्मक असर पर्ने नै छ जस्तो लाग्छ। त्यसैले अब शेरबहादुरजीले राजनीति गर्नुभन्दा आफू एउटा राम्रो काम गरेर भजन कीर्तन गरेर हैन धर्म कर्ममा लाग्नु नै उचित होला। किनभने उहाँले धेरै गर्नुभयो। 5 पटक प्रधानमन्त्री हुनुभयो, कति कार्यकाल सभापति हुनुभयो, पार्टी चलाउनु भयो, देश चलाउनु भयो, सबै चलाउनु भयो। कहिले कसैको हाई हाई हुनुभयो, कहिले कसैको बाई बाई हुनुभयो हैन। कहिले देशको पक्षमा उभिनु भयो होला, कहिले कुनै बेला राष्ट्रघात पनि गर्नुभयो होला। त्यो सबै इतिहासले हेर्नेछ, जनताले मूल्याङ्कन गरिसके। ती सबै इतिहास भए, सक्यो। हिजो जनताले के भनेर भोट दिए, के भनेर जिताए, के भएर 5औं पटकसम्म प्रधानमन्त्री बनाउने बाटो खुलाइदिए हैन। अभिजित भएर राजनीतिमा लागिरहे शेरबहादुर देउवा। तर अब फरक परिसक्यो। त्यसपछि देशमा धेरै रक्तपात भइसक्यो। भदौ 23 र 24 गते काठमाडौँमा भएको रक्तपातले धेरै कुरा बदलिसक्यो। अब नाति पुस्ताहरूले देश चलाउन लागिसके। अब न त शेरबहादुर देउवाले गरेर केही गर्न सक्छन्, न त ती पुराना पार्टीहरूका पुराना नेताहरूले केही गर्न सक्छन्। गर्ने भए त यत्रो वर्षसम्म गरिहाल्थे। नगरेका पनि हैनन्, गरेका हुन्, तर जनताको मन जित्ने काम गर्न सकेनन्। अब शेरबहादुर देउवा आएर अब म देशको सेवा गर्छु, देशको गर्छु, मलाई कसैले सकेनन्, अब कसले सक्छ भनेर भन्नु भनेको लाजको पसारो मात्रै हो।